हे नमस्ते साथीहरू, आज हामीले कुरा गर्न लागेको छौं नेपाली फिल्म उनको स्वेटर बारे। फिल्मले कस्तो धमाका गर्यो त, के यो फिल्म हेर्न लायक छ, अन्त्यमा फिल्मको रेटिङ पनि दिनेछौं, त्यसैले पूरा भिडियो हेर्न नबिर्सनुहोला। नेपाली सिनेमाले बिस्तारै परिवर्तन देखाउँदैछ। केही फिल्मले त गजब प्रगति देखाए पनि धेरै जसोमा कथा र निर्देशन कमजोर हुन्छ। तर यसपटक उनको स्वेटरले दर्शकको मन जित्न सक्यो त। हलभित्र मान्छेको भिड र रियाक्सनले त यस्तो लाग्छ केही त स्पेशल छ। फिल्मको कथाको बारे कुरा गर्नुपर्दाखेरि धरानधीर काफ्ले यानि कि विपिन कार्की एक सोझो गाउँले बाहुन केटा र फुल मेरुना मगर चञ्चले गुरुङ चेलीबीचको लभ स्टोरी। गाउँको सिम्पल तर गहिरो प्रेम कथा जसमा समाजको जातीय भेदभाव र परम्परागत सोचको झल्को देखिन्छ। यो कथामा गाउँको रमाइलो र समाजको कडापन दुवैको राम्रो मिक्स छ। अब क्यारेक्टरको कुरा गर्नुपर्दाखेरि विपिन कार्कीले धरानधीर काफ्लेको सोझोपन र गहिरो प्रेमलाई एकदम सजीव बनाएका छन्। मेरुना मगरको चञ्चलेपन र निडरता कहिले स्याउली रुखमुनि बस्ने कहिले गाउँभरि उफ्रिने क्यारेक्टरसँग ठ्याक्कै मिलेको छ। दुईजनाको केमिस्ट्री भनेको एकदम नै फ्रेस र रियल देखिन्छ। यति राम्रो कास्टिङको लागि टिमलाई भने सलाम। अब म्युजिक त यो फिल्मको सबैभन्दा ठुलो आकर्षण बनेको छ। म्युजिक त एकदमै फिल गुड छ। फुल गीतले त पहिलेदेखि नै चर्चा पाएकै थियो। सुजन चापाएको आवाजले गीतलाई झनै मनमोहक बनायो। अर्को काफ्ले गीत पनि मजाको छ। हलमा मान्छेहरू नाचेको देख्दा लाग्छ गीतले साँच्चीकै कनेक्ट गरेको छ। निर्देशन र सिनेमाटोग्राफीमा नवीन चौहानले राम्रो काम गरेका छन्। गाउँको वास्तविकता, जातीय द्वन्द र प्रेमको टकरावलाई राम्रोसँग देखाएका छन्। गाउँको दृश्यहरू, कुहिरो लागेको डाँडाहरू, याकको बथान र चिसो हावा सबैले फिल्मलाई गाउँकै जस्तो अनुभूति दिन्छ। अब यो फिल्मको स्ट्रङ पोइन्ट के छ भने कथा, अभिनय र म्युजिक। विपिन र मेरुनाको केमिस्ट्री त झन् अन टपै छ। कमजोरी भने अन्त्य अलिकति झट्का दिने खालको छ। कतिलाई मन परेन, तर मलाई त ट्विस्ट नै ठिक लाग्यो। कुनै पनि फिल्ममा सबैलाई सन्तुष्ट पार्न सजिलो कहाँ हुन्छ र। अब रेटिङको बारे कुरा गर्नुपर्दाखेरि समग्रमा म यो फिल्मलाई दिन्छु 5 मा 4.5 स्टार। एक पटक त हेर्नै पर्ने फिल्म हो। कुल मिलाएर उनको स्वेटर गाउँले वास्तविकता, प्रेम र समाजको टकरावको कथा हो। एउटा लभ स्टोरी जसले मुटु छोयो। तपाईलाई कस्तो लाग्यो त कमेन्टमा लेख्न भने नबिर्सिनुहोला। यदि तपाईलाई हाम्रो रिभ्यू मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब पक्का गर्नुहोला। यस्तै रमाइलो रिभ्यूका लागि हामीलाई सपोर्ट गर्न नबिर्सिनु है। अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई।